सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई मिनी भ्लग। सो अहिले भने चाहिँ सिलगढीबाट मेरो आजको भ्लग चाहिँ सुरु भइसकेको छ। तपाईँले देख्नु हुँदैछ होला होइन, म चाहिँ एकदम ब्याम्बो हाउसमा स्टे गरेको थिएँ। यो चाहिँ होमस्टे रहेछ है, एकदमै दामी होइन। अनि बाहिर पनि स्पेसहरू भएको। म चाहिँ रुम नम्बर 7मा बसेको थिएँ होइन, किनभने यतापट्टि चाहिँ भाइ र मिस्त्री भाइ हुनुहुन्छ है, उतापट्टि बाबा र म है। बेड चाहिँ एकदम दामी होइन, रुम फेसिलिटी। अन्त म छु यहाँ झोलासोला बोकेर होइन। अनि चाहिँ भने तपाईँहरूले देख्नु हुँदै होला, यहाँको चाहिँ ब्याम्बो हाउस एकदमै दामी रहेछ होइन। अनि त्यही भएर चाहिँ मलाई पनि एकदम भिडियो गर्नु मन पऱ्यो नि त। यो चाहिँ हो स्नेक प्लान्ट। अनि बाबाले चाहिँ फुलहरू एकदमै हेरिरहनु भएको थियो है, यस्तो लाउने भनेर। अनि अहिले चाहिँ भने फिलहाल हाम्रो चाहिँ त्यही हो है, घरकोले गर्दाखेरि। अन्त यो चाहिँ रिसेप्सन अगाडिको एकदमै दामी थियो, मर्निङको टीको साथमा होइन। म छु यहाँ अनि एकदम टी इन्जोय गरिराखेको छु। अनि यहाँ चाहिँ हुनुहुन्छ बाबा है, यहाँ चाहिँ हाम्रो भदै। अनि भदैलाई जिस्काउँदै पनि थिएँ है। अनि चाहिँ त्यही भएर चाहिँ हामी एकदम चिया इन्जोय गरिरहेको छ। बाबा चाहिँ यहाँ के र के खोजिरहनु भएको छ। चिया खाइसकेर अब चाहिँ भने हामी निक्लिसकेको छौँ सामानहरू खोज्नुको लागि। तपाईँको लगभग 10 बस्नै आँटेको छ, 9:30 भइसकेको छ। अब चाहिँ भने हामी कामपट्टि लाग्यो है, किनभने हिजो बेलुका लेट नाइट भइराखेको थियो नि त। अन्त त्यही भएर चाहिँ अहिले भने हामी आइपुगिसकेको छौँ टाइल्स भएको जग्गामा है। यहाँ चाहिँ टाइल्सको फ्याक्ट्री छ नि त पछि। अनि यहाँ चाहिँ अब चुज गर्नुपर्ने हुन्छ घरको लागिलाई। अनि त्यही भएर चाहिँ हामी एकदम टाइम वेस्ट नगरी भटाभट गर्दै थियौँ। लगभग टाइम चाहिँ अलमोस्टै भइसकेको छ होइन। अन्त म छु यहाँ, बाबाहरू चाहिँ हुनुहुन्छ। अझै टाइल्स फिक्स भइसकेर चाहिँ पेमेन्ट गरिराखेर फेरि अर्को जग्गा जानुपर्ने हुन्छ नि त हामीलाई। अन्त यो बेसिनहरू पनि पुरै बेसी रहेछ, चेकहरू गर्दै थियो। सकेर चाहिँ फेरि हामी अर्को जग्गापट्टि निक्लेको छ, जहाँ चाहिँ हाम्रो पानीहरूको लागिलाई पाइपहरूको लागिलाई जानुपर्ने हुन्छ। अनि हामी चाहिँ है अटो लिएर चाहिँ जाँदैछौँ। टाइम पनि लगभग 12-1 बज्न आँटिसकेको छ। अब चाहिँ भने हामी पहिला खाना खानु जाने होइन, किनभने बिहानदेखि केही खाएको छैन, खालि त्यो ब्ल्याक टी मात्रै खाएर निक्लेको। अन्त एकदमै प्लेटिङ सिस्टम चाहिँ एकदम दामी लाग्यो। म चाहिँ भेजिटेरियन, दामी खाना पायो है, खानासाना मजाले खाएर होइन। अनि मुख मिठा त हुनु पऱ्यो नि त होइन। अन्त त्यही भएर चाहिँ खाँदै हामी चाहिँ यहाँ पानीको वायरहरू जति पनि फिटिङ्सहरू छ त्यसको लागि हामी पनि पुगेर सामान त्यहाँ अनलोड गर्नु दिइराखेर फेरि हामी अर्को स्टोरमा आइपुगेको छ। यो चाहिँ हो तपाईँको दैलोहरूको है। अन्त जति एक्सेसरी सामान चाहिन्छ सबै यो चाहिँ यहाँबाट गर्नुपर्ने। अन्त लगभग रातै परिसकेको छ गाइस है। अब चाहिँ भने हामी वेस्ट सिक्किम फर्किनु पर्ने, सोरेङ होइन, ढिलो भइसकेको छ है। तपाईँको लगभग यहाँ 8 साढे 8 9 बज्न आँटेको छ होइन। अन्त यहाँ चाहिँ मेटहरू है, सामानहरू लोड गर्दै हामी मेडिकल स्टोरमा पनि आइपुग्यो। त्यहाँको काम पनि सकेर चाहिँ यहाँ फिलहाल चाहिँ हाम्रो सिमेन्टहरू लोड हुँदैछ होइन। अन्त घरको जति पनि प्रडक्ट छ यो एउटा टाटा डल्लैमा चाहिँ लोड भइसकेको छ। यहाँ चाहिँ हाम्रो भदै, म छु यहाँ लास्ट चाहिँ घिला थाक्यो, आज चाहिँ हालत खराब थियो। अनि अब चाहिँ भने हामी यहाँ एकछिन बस्ने, किनभने अर्को टाटा पनि आउँदैछ दाजुको है। अन्त बाटेर जानुपर्ने हुन्छ। अहिले फिलहाल चाहिँ गाइस हामी आइपुगिसकेको छौँ हाम्रो चेकपोस्ट है। अब यहाँदेखि चाहिँ हामी सिक्किम एन्टर होइन। यहाँ चाहिँ वेट तौलिँदो रहेछ गाडीको है। अनि म छु यहाँ, तपाईँको लगभग त्यस्तै 12:30 भइसकेको छ है, 1 बज्न आँटेको छ। अनि म छु यहाँ है। आजको लागि भिडियो यति नै हुनेछ, लास्टै थाक्यो गाइस है। सो भेट्दै गरौँ अर्को भ्लगमा। सो टिल देन स्टे सेफ।